श्रेष्ठ लगायत परिवारको सुशान्ति र दीर्घायुको कामना गर्दै सदैव श्री मानव नारायण भगवानले उहाँहरूको रक्षा गरून्, कल्याण गरून्। जय श्री मानव नारायण, जय श्री मानव नारायण। यस ऐतिहासिक पवित्र धार्मिक संस्थान नदीमा पाल्न गए समस्त श्रद्धालु भक्तजनहरूमा मेरा व्यवस्थापन समिति हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। श्री मानव नारायण भगवानको दर्शन गरिरहेका श्रद्धालु भक्तजनहरू, श्री मानव नारायण भगवानको दर्शन गरिरहेका श्रद्धालु भक्तजनहरू, भीड बढिसकेको छ। कृपया हजुरहरू अलिक छिटो छिटो दर्शन गरी प्रस्थान गरिदिनका लागि मेरा व्यवस्थापन समिति हार्दिक हार्दिक अनुरोध गर्दछु। सहयोगी हात बढिरहेका छन्। कालपुरदेखि पाल्नुभएका श्रद्धालु भक्तजनले हाल ग्रिन लाइनमा रहनुभएका कुसुम थापा मगरको स्वास्थ्य र दीर्घायु र सफलताको कामना गर्दै श्री माधव नारायण भगवानको चरणमा 210 रुपियाँ अर्पण गर्नुभएको छ। उहाँ लगायत उहाँका सपरिवारको सुशान्ति र दीर्घायुको कामना गर्दै श्री माधव नारायण भगवानले उहाँको मनोकांक्षा पुरा होस् पनि प्रार्थना गर्दै हाल नयाँ बजार बस्नुहुने श्रद्धालु भक्तजन दीपक श्रेष्ठज्यूबाट श्री माधव नारायण भगवानको चरण कमलमा 1001 रुपियाँ अर्पण गर्नुभएको छ। उहाँ लगायत उहाँका सपरिवारको सुशान्ति र दीर्घायुको कामना गर्दै श्री माधव नारायण भगवानले सदैव उहाँको रक्षा गरून्, कल्याण गरून्। जय श्री माधव नारायण, जय श्री माधव नारायण। यसै गरी गोर्खादेखि पाल्नुभएका श्रद्धालु भक्तजन महेश्वर आचार्यज्यूबाट पनि श्री माधव नारायण भगवानको तर्फमा 105 रुपियाँ अर्पण गर्नुभएको छ। उहाँ लगायत उहाँका सपरिवारको सुशान्ति र दीर्घायुको कामना गर्दै श्री माधव नारायण भगवानले सदैव उहाँहरूको रक्षा गरून्, कल्याण गरून्, मनोकांक्षा पुरा होस्। जय श्री माधव नारायण। नारायण भगवानले उहाँहरूको रक्षा गरून्, कल्याण गरून्। जय श्री माधव नारायण, जय श्री माधव नारायण, जय श्री माधव नारायण। सहयोगी हातहरू बढिरहेका छन्। यसै क्रममा काठो सिंहदेखि पाल्नुभएका श्रद्धालु भक्तजन निरा श्रेष्ठले स्वर्गीय लक्ष्मीरत्न श्रेष्ठको स्मरणमा भक्तपुरदेखि पाल्नुभएका श्रद्धालु भक्तजनले स्वर्गीय मधुरा माया राज भण्डारीको स्मरणमा श्री माधव नारायण भगवानको चरण कमलमा 105 रुपियाँ अर्पण गर्नुभएको छ। पितृ आत्माको वैकुण्ठवास र श्री माधव नारायण भगवानको कामना गर्दै स्वर्गीय राज भण्डारी परिवारको सुशान्ति र दीर्घायुको कामना गर्दै सदैव श्री माधव नारायण भगवानले उहाँहरूको रक्षा गरून्, कल्याण गरून्। जय श्री माधव नारायण, जय श्री माधव नारायण, जय श्री माधव नारायण। पवित्र धार्मिक संस्थान नदीमा पाल्नुभएका श्रद्धालु भक्तजनहरू, हजुरहरू यस पवित्र स्थानमा नुहाइरहनु भएको छ भने कृपया नुहाउनु हुँदाखेरि, स्नान गर्नु हुँदाखेरि कुनै किसिमको साबुन र सेम्पूहरू प्रयोग नगरिदिनका लागि मेरा व्यवस्थापन समिति हार्दिक हार्दिक अनुरोध गर्दछु। यसै गरी पुरुष र महिलाको छुट्टा छुट्टै लुगा फेर्ने ठाउँ बनाइएको छ। निश्चित ठाउँमा मात्र कल्याण गरून्। जय श्री माधव नारायण, जय श्री माधव नारायण, जय श्री माधव नारायण। सम्पन्न भइसकेको छ। यस्तो पवित्र कार्यमा तपाईँहरू पनि सहभागी हुन चाहनुहुन्छ, पुण्य कमाउन चाहनुहुन्छ भने माइकिङ गरिरहेको स्थानमा यथाशक्ति सहयोगको लागि मेरा व्यवस्थापन समिति हार्दिक हार्दिक अनुरोध गर्दछ। यो जोडीभन्दा भित्रै हजुरहरू बस्नका लागि पनि हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। यस पवित्र धार्मिक स्थलमा पाल्नुहुने
श्रद्धालु भक्तजनहरू, तपाईहरूलाई स्वास्थ्य समस्या रहेको छ भने कृपया यस मेला व्यवस्थापनको संयोजनमा लायन्स क्लबले स्वास्थ्य शिविर चलाइरहेको छ। त्यो ठाउँमा स्वास्थ्य लाभको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। साथै पुरानो बस्ती काँखे शङ्खरापुरमा पाल्नु हुने समस्त भक्तजनहरूमा मेला व्यवस्थापन समिति हार्दिक स्वागत गर्न चाहन्छु। श्रद्धालु भक्तजनहरू सुन्ने पवित्र धार्मिक स्थल काली नदीमा तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। साथै यस साँखो क्षेत्रमा नेपाल शिरोमणि श्री बजरङ्गी माईको मन्दिर करिब 3 किलोमिटरको दूरीमा छ। तपाईँहरू त्यहाँ गएर पनि दर्शन गर्न सक्नुहुनेछ। त्यसै गरी पर्यटकीय क्षेत्र दर्सिङवा करिब 5 किलोमिटरको पेरिफेरीमा छ। त्यहाँ गएर मनोरम हिमालका श्रृङ्खलाहरू अवलोकन गर्न सक्नुहुनेछ। साथै केही 3 किलोमिटरको पेरिफेरीमा पञ्चमहालक्ष्मीको मन्दिर छ। भाइरल मन्दिरको नामबाट परिचित, त्यहाँ पनि हजुरहरू जान सक्नुहुनेछ। त्यसै गरी पुरानो मन्दिर मध्येको सिकन्दरेश्वर नारायण पनि वरपर नै रहेको कारणले गर्दाखेरि विभिन्न धार्मिक स्थलमा श्रीनारायण भगवानको सान्निध्यमा पाल्नका समस्त श्रद्धालु भक्तजनहरूले त्यो ठाउँमा पनि जान सक्नुहुनेछ। यसका लागि मेला व्यवस्थापन समिति हार्दिक आग्रह गर्दछ। श्रद्धालु भक्तजनहरू, श्रद्धालु भक्तजनहरू, यस पवित्र धार्मिक स्थलमा मेला व्यवस्थापन समिति हार्दिक स्वागत गर्न चाहन्छु। कृपया लाइन बढिसकेको छ, भीडभाडहरू बढिरहेका छन्। श्री नारायण भगवानको दर्शनमा रहनुभएका श्रद्धालु भक्तजनहरू अलि छिटो श्री नारायण भगवानको दर्शन गरी प्रस्थान गरिदिनका लागि मेला व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछु।